हेलो गाइस आज म यो काठमाडौँको यात्रामा गणतन्त्र पार्कमा आइपुगेको छु। तपाईहरुलाई यो छोटो दृश्य एकदम सुन्दर दृश्य तपाईलाई देखाउन लागिरहेको छु। तपाईहरु हेर्नुस्, अब यो चाहिँ अत्यन्तै सुन्दर ठाउँ छ। यता चाहिँ यो बाख्राहरू छ। तपाईको अब यतापट्टि हेर्नुभयो भने यो अत्यन्तै सुन्दर ठाउँ छ। तपाईहरुलाई देखाउँदै हिँड्छु, हेर्नुस् है। अब यो यता अरु पसल छन्, यतापट्टि चाहिँ उल्टोपट्टि चाहिँ यो उल्टोपट्टि उपत्यका पृतना हेडक्वार्टर पनि छ आर्मीहरुको हैन। अब देख्न सक्नुहुन्छ है कति सुन्दर ठाउँ छ यो। अत्यन्तै सुन्दर ठाउँ छ। गणतन्त्र स्मारक काठमाडौँ, नागपोखरी, काठमाडौँ, नेपाल। हेर्नुस् त, हेर्नुस् गाइस कति सुन्दर ठाउँ छ हैन। हेर्नुस् त, एकदमै राम्रो ठाउँ छ। यहाँबाट तपाईहरुलाई सेल्फी देखाउँछु। हेर्नुस् त, घाम चाहिँ लाइट परिरहेको छ हैन। घामको एन्टी लाइट परेर मात्रै हो, नत्र भने अझै कति राम्रो हुन्थ्यो हैन। यहाँ हेर्नुस् न, वाउ छ नि त। सुन्दर ठाउँ। हेर्नुस् त, आज चाहिँ म राम्रो लागिरहेको छु। सफा पनि छ हैन, एकदमै राम्रो पनि छ यो ठाउँ। हामी काठमाडौँ घुम्ने क्रममा चाहिँ यहाँ आइपुगेका छौँ हैन आज। गाउँको बाँसघारीको याद आउँछ नि त फेरि, गाउँघरको बाँसघारी। हेर्नुहोस् त, काठमाडौँमा छ नि बाँसघारीहरू कति धेरै छ। हेर्नुहोस् त, यता सबै बाँसघारी, यता बाँसघारी, अनि फेरि यता चाहिँ घरहरू हैन। गाउँको त्यो तामा बाँसहरू पनि छ यहाँ, मालबाँस भन्छ हाम्रो, मालबाँस पनि छ यहाँ हैन। हेर्दै हेर्दै जाने हो।
बाँसघारीहरू पनि। ल धन्यवाद, आजलाई यति नै है। मैले आजलाई यति नै गरेँ यो भिडियोलाई। भिडियो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद, धेरै धेरै धन्यवाद।